आज नानु शर्माको बोकेर हिँड्छु कहिले होला आफ्नो बोकेर हिँड्ने घोडा चाहिँ चढ्न पर्छ जस्तो छ है गाइस ल यो त इत्रो देखा जान्छ यो त चिन्नै नसक्नु भएको रहेछ नि ठुलो भयो धेरै मलाई त चिन्दैन तर बजाइको सक्कै हेलो स्पाइडरम्यान हेलो भन बुटलमा चर्के पिङ खेल्न मलाई मेलै जान पर्दैन छैन है हाम्रो माइली बजैको कान्छी छोरी नानु छ्यामा जो चाहिँ आजभन्दा 15 वर्ष अगाडि चाहिँ युके जानुभएको थियो नमस्ते गुड आफ्टरनुन एभ्रिवान वेलकम टु माई च्यानल है प्लिज लाइक सब्सक्राइब र फलो गरिदिनु होला आज चाहिँ फेब्रुअरी 15 हिजो चाहिँ भ्यालेन्टाइन डे थियो र हिजो जस भ्यालेन्टाइन्स रमाइलो भयो राम्रै भयो उपराल काम पनि गरियो रमाइलो पनि गरियो है सबै कुरा गर्नु काम र मनोरञ्जनलाई चाहिँ प्यारलली लिएर जानुपर्छ सबैजना जो कोही जति पनि हाम्रो नेपाली युथ्स दाजुभाइ दिदीबहिनीहरू हुन्छ यो चाहिँ एकदमै मेन थिङ है अन्ली मनोरञ्जनले चाहिँ काम गर्दैन सो वर्क प्लस इन्जोयमेन्ट रिफ्रेसमेन्ट सबै कुराहरूलाई कम्बाइन गरेर प्यारल गरेर हिँड्नु होला अनि स्ट्रेट आउट अफ बुटोल है बुटोलबाट है यो भ्लग चाहिँ गाइज प्लिज सब्सक्राइब गरिदिनु जति पनि बुटोलमा बस्नुहुन्छ बुटोललाई माया गर्ने मान्छे सबैजनाले प्लिज लाइक सब्सक्राइब र फलो गरिदिनु होला म भोलिको दिनमा अझै राम्रो राम्रो कन्टेन्टहरू राख्नेछु है द गाइज सी यू यहाँ चाहिँ नि कन्स्ट्रक्सन भइरहेको छ सो यो कन्स्ट्रक्सनले गर्दा चाहिँ अलि धुलोहरू बढी उड्यो सो यो कारणले अब कन्स्ट्रक्सन नहुँदा नि धुलो त लाग्थ्यो तर यति धेरै चाहिँ हुन्थेन कि अनि गाइज एउटा कुरा चाहिँ कस्तो भन्दाखेरि मैले अब अहिले जति पनि भ्लग बनाउँदैछु मैले चाहिँ लगभग भर्टिकलमै बनाउँदैछु किनभने मसँग अहिले क्यामेरा यस्तो होइन मैले फोनबाटै गरिरहेको छु आइफोन 12 प्रो म्याक्सबाट गरिरहेको छु है त्यही भयो भने अझै राम्रो क्वालिटी दिने प्रयास गर्छु नि त है थोरै क्लिनिङ हानौँ सबैले आफ्नो बाइकलाई बिहान वार्मअप कोल्ड स्टार्ट इन्जिन गर्नु होला इन्जिन कोल्ड स्टार्ट गर्नु होला यो स्टार्ट विल मेक योर इन्जिन रिफ्रेस्ड है मान्छेलाई त्यो काम गर्नुभन्दा अगाडि पहिला खाना खानु उठेर ब्रस गरे जस्तै हो यो इन्जिनलाई पनि तताउनै पर्छ है फोन आइरहेको छ मैले क्षमाले सरी बजेले फोन गरिराख्नुपर्छ बजे फेरि अलिक बढी नै त्यही त हो थाहा छ हजुरहरूलाई बजेहरूको माया कस्तो हुन्छ मलाई नि स्पेसल माया गर्नुहुन्छ मेरो बजैले ल फेरि पनि हेलो गाइज अहिले म मेन रोडमा आइसकेको छु भर्खरै चौडा कटे मैले चाहिँ सबैजनालाई वेलकम भन्न चाहेँ है अघि सबैजनालाई नमस्ते वेलकम भने किन अहिले कन्फ्युज भएँ म किनकि अब त्यो हेबिटहरू छैन नि त सो आई एम स्लोली ट्राइङ फर एभ्री गुड मुमेन्ट टु गेट क्याप्चर्ड अन माई च्यानल है र मेनली सबैजनाले आफ्नो ख्याल गर्नु होला है ड्राइभ सेफ अब त्यसरी भ्लग गर्दै चाहिँ हिँड्नु अलि ठिक होइन तर जस अब विल डु इट मोर प्रोफेसनली अन अपकमिङ डेज यो कुराहरूलाई अझै सुधारेर अझै राम्रोसँग गर्ने ट्राई गर्छु भोलिको दिनहरूमा है आज के डे हो र आज त सैटरडे हिजो पो थियो भ्यालेन्टाइन डे आज सक्यो ब्रेकअप डे पनि थियो भनेको हैन त्यसै एज यु क्यान सी ट्राफिक लाइट हालेको छ है बुटलमा अहिले धेरै ठाउँहरूमा सो गाइज बोर नमानिदिनु होला यस्तै हो जस मौसम नाइस छ आज यो चोकसँग नि एउटा खानावाला इन्सिडेन्ट छ पछि भन्छु हजुरलाई ल गाइज सी यू म पुगेपछि देखाउँछु नि है टिल देन हेभ अ गुड टाइम अहिले मसँग न चोकबाट भित्र छिरेँ इन्जोय द राइड बनबारीको टावर है हेर्न सक्नुहुन्छ यो स्कुलसँग पनि धेरै मेमोरिज छ यार मेरो स्कुल डेजको मेमोरिजहरू छ यो स्कुलसँग नि म पछि भन्छु नि सबै कुराहरू भन्छु लाइफ सो गुड के है लाइफ यस्तो दामी छ कि बहुत इन्जोय गरेँ हो मैले स्ट्रगल सँगसँगै ल सी यू गाइज र गाइज भर्खरै म चाहिँ भित्रतिर बाइक पार्क गरेँ है
यो चाहिँ वनबाटिका हो, पिकनिक खाने ठाउँ। र पहिला कपालहरू पहिला होइन स्टिल अझै पनि कपालहरू पनि जस्ट ब्युटिफुल कपालहरू डेटिङ आउन मिल्ने ठाउँ हो यो। र यति एडभान्स भइसकेको छ नि यो। म लगभगै म 5-6 वर्षपछि आयो होला। यो धेरै नै एडभान्स भइसकेको छ यो ठाउँ यार, एकदम दामी। एजुकेसन बिल्डिङ त्यहाँ जानु मन छ, त्यो हेर्नु मन छ। त्यो के रहेछ यसको स्पेसियालिटी। आई लभ फाउन्टेन्स। कस्तो आनन्द आउँछ पानीको आवाज सुन्दाखेरि। हाउ क्यान आई एक्सप्रेस माई फिलिङ्स टु यु। त्यतिकै बस्दिनु जस्तो राति टाइपमा। जे कुराको लागि त्यो पहिला गर्नु पऱ्यो। फ्यामिलीलाई भेट्छु, त्यो पछि सायद खाजा खाँदैछु भन्नुभएको थियो, मलाई वेट पनि गर्नुभयो होला। म चाहिँ अलिअघि खाना खाइसकेको छु, टन्नै छु। थाहा थिएन मलाई पिकनिक हो भनेर, म जस्ट ग्यादरिङ मात्र हो भन्ने सोचेको थिएँ। सो खाना खाइहालेँ। हामी छ ठाउँ तल रेल हिँड्ने रहेछ र, तल रेल हिँड्ने रहेछ जस्तो। यो रेलको ट्र्याकहरू छ है। मस्तै 5-7 वर्षपछि भनौँ न, 5-7 वर्ष लगभग। हेलो स्पाइडरम्यान। हेलो भन। एरोप्लेन उडिरहेछ, बच्चा बच्चीहरू एरोप्लेनमा उडिरहेछ। हेलो नमस्ते माइजू। नमस्ते 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 माइजू। नमस्ते बजाइ। खै ढुक गरम हातमा। ल बजाइ ढुक गरम। माइजू सन्चै हुन्छ। ल बजाइ ढुक गरम। हुन्छ बजाइ। म नि अलिक खाना खाएँ कि फेरि। बाजे ढुक गरम। सन्चै हुनुहुन्छ? खै त अरू सब गयो नि भर्खरै हो ढिलो गरेर। म त अघि घुमेर आएर खाम्ला नि त। हुन्न टाइम छ कि होइन? म चाहिँ खास किन आएको भन्दा फेरि हाम्रो नानु छ्यामा है, हाम्रो माइली बजैको कान्छी छोरी नानु छ्यामा, जो चाहिँ आजभन्दा 15 वर्ष अगाडि चाहिँ युके जानुभएको थियो। आजभन्दा 15 वर्ष अगाडि गाइज, इमेजिन आजभन्दा 15 वर्ष अगाडि भन्दा नि कस्तो लागिरहेछ क्या। अनि डिपेन्डेन्टमा जानुभएको थियो। सो अनि 15 वर्षपछि एन्ड नाउ उहाँ र छ्यामाको हस्बेन्ड र डिटा बाबु उहाँहरू चाहिँ आउनुभयो। र अस्ति त भेटिसकेँ मैले, तर सर्ट जस्ट 2 to 3 मिनट्सको लागि भेटेको थिएँ। अनि आज त्यही कारणले गर्दा हामी यहाँ वनभोज टाइपले अब ड्राई पिकनिक भनौँ न। सो एज यु क्यान सी चर्केपिङ हेर्न सक्नुहुन्छ। ल बुटलमा चर्केपिङ खेल्न मलाई मेलै जान पर्दैन छैन है, वनबाटिका आउँदा नि भयो। ल म अहिले देखाउँछु अरू सबै। खै त सामान बाजे त्यहीँ बस्नु भयो? बाजे बाजे एकछिन घुमेर आउँछु है। हामी बजे जानुहुन्छ कि न त फेरि? हामी बजे जाने होला नि त। ठुलो भयो धेरै। मलाई त चिन्दैन, तर बजाइको सक्खै फुपू सासूको छोरी म भान्जी हो तेरो बजेको। म एउटै हो भान्जी। पोखरा कि पोखराबाट हजुर? म आउनु बजे दम चिन्नु भयो है? म त सब एकदम सानोमा देखेको नि, ठुलो भएर सक हुनुभयो पछाडि। हाम्रो बजाइको छोरी हो नानु छ्यामा चाहिँ, कान्छी छोरी। 16 वर्षपछि आउनुभएको है। चिन्यो? अस्ति भेटेको त। चिन्थे? मलाई हुर्काउनु भएको त सानो हुँदा, पढाउनु भएको। लहै लहै गर्दै हिँड्थेँ म होइन गल्लीमा। जाम आउनु बजे।
लास्टै फन्नी थियो अरे कि सानोमा नेक्स्ट लेभल खतरा खायो तर ठाउँ त्यो आउनु पनि यस्तो छ त नि यहाँ लगभग 8-9 वर्ष अगाडि सानसानो कि 8-9 वर्ष अगाडि भर्खर एसएलसी दिएर त्यो टाइममा आउँथ्यौँ केही थिएन कि यस्तो हामी त केटा नि 8, 9, 10 मा हुँदा त्यो कपाल भएर घुम्न आउँथ्यौँ कि साथी के फेरि अब अरू साथीहरू त्यस्तो टाइपको थियो कि ठाउँ यहाँ चाहिँ ड्रेस लाएर फोटो खिच्न मिल्ने ठाउँ अरे कोहीलाई अलिक कल्चरल टाइपको केही गर्नु मन छ नि यहाँ आउनु होला कल्चरल ड्रेसहरू पाउँछ तपाईँहरूलाई है यस बुटोलमा सुविधा छ आफ्नो छोराछोरी आफूलाई पर्सनल पहिला कल्चरल ड्रेस लाएर फोटोसुट गर्न मन लाग्छ नि आउनु राम्रो छ सेफ कल्चर है हामी नेपाली भएपछि चिनिने भनेको हाम्रो आफ्नो रीतिरिवाजहरूले कल्चरहरूले गर्दा हो सो सेभ द कल्चर आउनु सबैजना है हो त हेर्न सक्नुहुन्छ कति धेरै छन् मान्छेहरू ओहो हेर्नु द नम्बर अफ पिपुल आर टु मच गाडीहरू नि त पार्किङ पछाडि शनिबार चाहिँ लास्ट वाइल्ड भिड हुँदैछ गाइज फ्यामिली पिकनिक प्रोग्राम रहेछ त गाइज होइन बिग फ्यामिली भयो भने यस्तो दामी फाइदा हुन्छ फ्यामिली सोसाइटीबाट यसरी आउन मिल्यो गेम खेल्न मिल्यो दामी छ मनबाटिका मैले चाहिँ सायद मेरो म्याक्सिमम् भ्लगहरू भर्टिकल गराउँछु होला सुरुमा पछि अलि एडभान्स भएपछि चाहिँ बल्ल म ल्यान्डस्केपमा गराउँछु सुरुमा चाहिँ अब आफूसँग जे छ त्योबाट स्टार्ट गरौँ न होइन सुरुमै ल्यान्डस्केप बनाउँछु भनेर सोचेर नि भएन जस सक्नुहुन्छ यस्तो पानीदेखि चाहिँ एकदम लाग्छ कि जस्तो नेचुरल पिस इनर पिस आइएम इन्थुजियास्ट विथ वाटर भनौँ न गाइस BYD चाहिँ बहुत घुमिरहेको छ है BYD चाहिँ बहुतै हिट भइसकेको छ BYD यार जहाँ पनि देखि लगाइसकेको छ BYD बाँसखारी पहिला केटाहरूसँग आउने होला दिनहरू याद आयो यार आएर त्यहीँ दिनभरि रातभरि सुत्थ्यौँ खरायो है खरायो सेतो खरायो मेरो खरायो कता खरायो हेलो जस आउनुपर्ने ठाउँ हो है मनबाटिका जस माइन्ड रिफ्रेस भइन्छ चितुवा त यहाँ सुतुवा भएर बसे चाहिँ खै सुतुवा चितुवा आउला फेरि यार छोडिदिउँ भयो सुतेकोलाई चाहिँ डिस्टर्ब गर्न हुँदैन अरे क्या दुम्सी हो यो यसले मेरो सातोलाको सानो हुँदा गाउँमा ज्वरो आएको मलाई यही दुम्सी हो यसको त उस हुन्छ होइन बोझै यसको त्यो काँडा त के हो छल्दैन के भनेर लाउँछ नि है यस्तो भनाइ छ दुम्सी ल ल ल ठुलो मुसा हो कि अस्ट्रिच एक हप्ता पुग्थ्यो एकजनालाई खायो नि यता इमु घोडा चाहिँ चढ्न पर्छ जस्तो छ है गाइस ल हाँस भनेको त गर्ला फेरि हो बजै घोडा अलिक खच्चड हो बाजे घोडा हो बाजे खच्चड त होइन कति चढेको 100 रुपियाँ चढौँ न त बाजे
के गर्दैन त्यो छोप्था यसो त्यो छोप्नु पर्छ कि नै अब घोडा चढ्न लाग्यो खतरा होइन फेरि साँच्चैको घोडा हो होइन बाजे रियल घोडा हो नि बाजे है घोडा चढ्न मन छ नि आउनु है वनवाटिकामा सबैजना मान्छ बाजे सबले मान्छ बुझ्छ भाषा धन्यवाद हिँड्ने त ओहो धेरै नान्नु है धेरै नान्नु मलाई त्यसले हिँडाएर ल्यायो बाजे हजुर आयो त्यो त आयो तिमी सबै घोडा चढ्ने हो सबैजना घोडा चढ्न आएको सबैजना घोडा चढ्न आएको यहाँ हो घोडा चढ्ने हो बाबु तिमी घोडा चढ्ने हो सिटी बजार चढ्ने आयो 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 बाजे चाहिँ कति भयो बाजे घोडा राख्नु भएको 3 वर्ष भयो कहाँदेखि ल्याउनु भयो नि घोडा यो गुल्मी मुस्ताङबाट गुल्मी आयो गुल्मीबाट ए चिसो गर्मीमा बस्न सक्छ अब अहिले देखौँ पहिलाका घोडा गर्मी भयो खटेको थियो अहिले अब यो नयाँ हो के गर्छु खट्यो भने राखेँ नखटे फेरि मुस्ताङ लग्यो मुस्ताङ लाने होइन गुल्मीतिर जे होस् अनि 3 वर्ष गरी महिनामा मात्र जाडो महिना मात्र ल्याउने हो कि यसलाई त मैले हालचाल अहिले 15-20 दिन भयो ल्याएको कति हो भाइ अब 100 रुपियाँ रेट गरी कसैले घोडालाई चाहिँ दिन्छ दौडाउनु पाएन अर्को त दौडाउँछु है थ्याङ्क यू भाइ नमस्ते नानीछामा नमस्ते शान्तिछामा खै ढोक गरे ए सरी सरी कहाँ रोक एकछिन रोक हेलो हेलो नमस्ते ढोक गरे घुम्यो म त म घुमेँ तर मैले त्यो छडी नै लगाएको थिएन त्यही भएर उस भयो क्या छडी लगाएको थिएन त्यही त्यो दौडिँदै दौडेन हेलो भनिदेऊ मेरो च्यानलमा हेलो पप्पी देऊ अब यता यता पप्पी देऊ यहाँ थ्याङ्क यू Oh shit. गयो यो चाहिँ हाम्रो कान्छो छ है नानीछामाको जेठो कान्छो हेर त हर्स भनेको त गयो जम बाइ बाइ भन्नु लभ यु बाइ बाइ लभ यु लभ यु आज के डे हो र आज त सैटरडे ए हैन के आज हिजो पो थियो भ्यालेन्टाइन डे आज सक्यो ब्रेकअप डे पनि थियो भने थियो हैन त्यसै हेलो वेलकम नानु छामा नेपाल आफ्टर 16 इयर्स थ्यांक यू बाबु नानु बजै पनि खुसी हुनुहुन्छ एकदम ल थ्यांक यू आउ बहिनी हेलो गाइस आज नानु छामाको बोकेर हिँड्छु कहिले होला आफ्नो बोकेर हिँड्ने आज नानु छामाको बोकेर हिँड्छु कहिले होला आफ्नो बोकेर हिँड्ने वेलकम टु माई च्यानल गाइज सबैजना लाइक सब्सक्राइब गरिदिनु होला भिडियो चाहिँ मेरो बहिनीले गरेछन् हैन हजुर भन्नु जजान हेलो गरिदेऊ पप्पी देऊ मुआ गरिदेऊ ओ चेकअप लाइन दिइदेऊ चेकअप हेलो गरिदेऊ हेलो गरिदेऊ ओ डान्सिङ जेकब why are you running जेकब चाहिँ आउनु त नाना फुपू ल्याउनु त साता फुपू मम्मी खै ल्याउनु त ठुलो मम्मी तिम्रो मम्मी मम्मी
बजै मम्मी आऊ म तिमीलाई देखाइदिन्छु अब आऊ 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 म तिमीलाई देखाइदिन्छु के नहीं लाज लाग्छ हेलो सिधा थ्याङ्क यू भयो तिमी थाक्यौ आऊ आऊ त बबल टी कस्तो छ सरी ब्लग हो लाइक सब्सक्राइब गरिदिनु भन न मलाई पनि सानोमा यस्तै बोकेर हिँड्नुहुन्थ्यो छ्यामाहरूले आज मैले छ्यामाको छोरालाई यस्तै बोकेर हिँडेछु है द्याट्स सो फनी के सबको पाला आउनेछ के लाइफमा कहाँ गइन् गाइजहरू यु लभ पापा यु लभ रोटी बजे के गर्नुपर्छ मलाई ए चाबी निकाल्दै गइ त बुझा खान्छ कि नै थोरै गाइस जुत्ता खोलेर बसौँ है बाजे अब यसो ल खाइयो ल गाइज घोडा पनि खेलियो खाना पनि खाइयो तर सबभन्दा मेन प्रब्लम के भयो भन्दाखेरि मैले घोडा खेल्ने क्रममा हेलमेट खोलेको थिएँ हेलमेटै नलगिने हिँडेछु कि सो म अहिले हेलमेट हिँड्न आँखो अनि यो बाँसघारीमा हिँड्दा अँधेरो रहेछ क्या सो फ्ल्यास बालेर एउटा स्मल क्लिप अनि के भयो भन्दाखेरि मेरो 16 वर्ष जो छ्यामा हुनु पनि युके बसेर आएको उहाँको जेठो छोरो जेकबलाई चाहिँ हि इज अ फिस लभर अनि ऊ चाहिँ फिससँग प्ले गर्ने रहेछ अब हामी चाहिँ फिस लिन जान्छौँ जिउँदो माछा लिएर बाबुलाई घर छोडिदिएर अनि म बहिनीको लागि थोरै सामान किन्न जान भोलि बजे गाउँ जाँदै हुनुहुन्छ सो बहिनीको लागि म यसको थोरै सामान लिन जानुपर्ने छ थ्याङ्क गड फाइनली आई गट माई हेलमेट थ्याङ्क यू है एकदम थ्याङ्क यू बाजे I'm gonna run now. Guys, see you on another clip. Okay, bye. Stay tuned. Keep loving. So guys, हामी चाहिँ अब हिँडेको है हाम्रो आजको ड्राई पिकनिक सक्यो हाम्रो बाबु जेकब बाबु यु वान्ट फिस है हामी फिस लिन जाँदै है यस ल बाई बाई गाइज सी यु एट अनदर ब्लग किप लभिङ थ्याङ्क यू भन यता हेर दादा भन फेरि दादा भन यता हेर दादा भन हाँस एकचोटि यता हेर हाँस एकचोटि तिमी पाएपछि सधैँ निकाली टाइम भेट्न आउँछु तिमीलाई नभन नाइ यतिकै बोर हुन्छ लाइफ बरु तयार भई बस लान्छु नुवाकोट साइड क्याम्प फायर गर्दै लिगौला मजाको भाइब्स